यस्तै होइन अर्को खाले छ यस्तो नभएको पुगिहाल्यो नि धन्यवाद छ त्यस्तै गरी तपाईँको चाहिँ यो हाम्रो चाहिँ प्रदान गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ। अब यस्ता खालको चाहिँ यो संरचना बनाउने भन्ने कुरा चाहिँ एकजनाले बनाएर हुँदैन रहेछ। हाम्रो घरमा मन्दिर छ, कयौँ मान्छेको चाहिँ होइन खरबौँको सम्पत्ति छ नि, बुवाहरू हुनुहुन्छ। मैले अघि नै भनिरहेको छु किनभने यो चाहिँ हाम्रो एकजनाको मात्र पैसाले यो सम्भव भएको होइन। मात्रै मैले खरको छानाबाट कटुसो छाना लाग्दै 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 अहिले हामी चाहिँ यस्तो बनाइरहेको छौँ। हाम्रो चाहिँ 13 करोडको लगानीमा 5वटा गेट होइन, 5वटा मन्दिर, बाटोहरू सबै सिँढी लाएर बनाउने कुराहरू पनि हामी त्यसमा राखेका छौँ होइन। यो दृश्यावलोकनको लागि हामी चाहिँ बन्दीजनको लागि चाहिँ प्रशिक्षण सेन्टरदेखि लिएर सबै कुराहरू चाहिँ हामी यहाँ राखेका छौँ। त्यो बिस्तारै गर्दै जानेछौँ र यहाँहरूलाई कसैलाई त्यस्तो चाहिँ यो ठाउँमा आइपुग्यो आहा भन्ने लाग्छ भने केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ भने त्यो पनि फेरि गर्न सकिन्छ र अहिले गर्नुपर्छ भन्ने पनि भएन। फेरि भोलि दिनहरू आउँछ होइन, आफूले घरमा गएर त्यस्तो कुनै आउनसक्छ होइन। मैले त्यो म यो चाहिँ सफल हुन नसकेँ भनिहाल्ने कुरामा चाहिँ यो धादिङको भैरवी मन्दिर चाहिँ काटेर जानुपर्ने भएले गर्दाखेरि त्यो चाहिँ भैरवी मन्दिरलाई चाहिँ दर्शन गरेर आऊ त्यसपछि मात्रै हुन्छ भन्ने खालको चाहिँ त्यस्तो खालको चाहिँ पृथ्वीनारायण शाहलाई त्यस्तो खालको चाहिँ सपनामा आएपछि अनि यहाँ कोट कहाँ छ त भन्दाखेरि चाहिँ यो धादिङ जिल्लाको भैरवी मन्दिर ऐतिहासिक मन्दिर हो। यो रामशाहको पाला अगाडिदेखि नै 1667बाट चाहिँ पूजापाठ सुरु हुनु भएको यो चाहिँ अब कहिले चाहिँ पहिला सुरुमा खरको छाना थियो अरे, कटुसी छाना लाग्दै आयो, त्यसपछि जस्ताको छाना लगाएर चाहिँ आउनुभयो बनाइयो पछि होइन। हुँदा हुँदै यो चाहिँ अब 2072 सालमा आएको यो ठुलो भूकम्प भनौँ न, अब कस्तो त्यो त हामी सबैले महसुस गरेका छौँ। त्यो ठुलो भूकम्पमा चाहिँ सानो एउटा मन्दिर थियो 2 तहताको, सबै मान्छेलाई चाहिँ यो भैरवी मन्दिरको एकदम आस्था होइन, कुल इष्टदेवता जस्तो भयो। अनि यो चाहिँ मन्दिर चाहिँ अब बनाउने भनेर आज त हावै चले छैन नि यहाँ ऊ सिरबन्दी अब त नवीनलाई त तिर गएर लौ नवीन के अरे 3 चोटि बनाइसक्यो सिरबन्दी भनेको यहाँ खोलामे तार हालेर यसरी नम दुर्गा भगवान श्रीमाता माई भैरवी देवी भैरव राजा नागमा श्री श्री गणेश साहेना भगवान सरस्वती भगवानले धेरै धेरै ज्ञानहरू हासिल गरेर प्राप्त होस्। यो चाहिँ अब यसको इतिहास त धेरै लामो छ, तपाईँ त्यति नगइकन हामी समय हाम्रो छैन। यसरी हामी चाहिँ यो 75 सालमा भागवत लगाएको 74 माघमा हामीले भागवत लगायौँ। त्यति बेलाखेरि चाहिँ 2 करोड 14 लाख रुपियाँ पैसा उठ्यो। त्यहाँबाट चाहिँ हामीलाई चाहिँ बनाउने उत्साह मिल्यो र धादिङको जुन हामी त्यो समितिको मान्छे थियो, हामी समितिको मान्छेहरू चाहिँ हामी मनकामना मन्दिरमा चाहिँ जुन कस्तो खालको बनाउने भन्ने हेर्दा गयौँ। मनकामना मन्दिर संरक्षण समितिको चाहिँ अध्यक्ष मनकामना मन्दिर बनाइरहनु भएको उहाँलाई नै हामी कन्ट्याक्ट ओम मङ्गलकाली भद्रकाली कपिली नम दुर्गा भगवान श्रीमाता माई भैरवी देवी भैरव राजा नागमा श्री श्री गणेश साहेना भगवान सरस्वती भगवानले पठन पाठन धेरै धेरै ज्ञानहरू हासिल गरेर प्राप्त पाओस्। स्वास्थ्यमा रोग व्यातर छ अपहरण भएर जाओस्। पेसामा यता मलाई हेरिदिनु, मलाई मामा त हेरिदिनु मलाई हजुर ल यता मलाई हेरिदिनु के आयो फेरि यो पूजाहरूले के दिएछ
टुगेदर क्लबको प्रेसिडेन्ट हुनुहुन्छ उहाँ चाहिँ त फटाफट हिँड्नुपर्छ फटाफट खाने फटाफट निल्ने हिँड्ने यहाँ कल क्या हो किसने जाना ला 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 ला